Hello guys, welcome back to my channel. आज चाहिँ म तपाईहरुलाई टोकाबोकामा के सिक्रेट थाउहरु छ भनेर देखाइरहेको छु। हामी चाहिँ जाम टोकाबोकामा। अनि गाइस यहाँ छ अब यहाँ सब भन्सरमा हामी जान्छौं। तीनटै ठाउँमा एउटा सिक्रेट छ गाइस। फर्स्टमा हामी यसमा जाम है। गाइस हामी आइपुग्यौं। अब यो चाहिँ यो छ नि यो यसको भित्र यो हुन्छ अनि यसलाई चाहिँ हामीले यहाँ हेर्नु गाइस यो गाइस यहाँ नाच्न थाल्छन्। इभन गाइस मैले डन्ठा हाले पनि यो डन्ठा नाच्छ। अब गाइस हामी अर्को ठाउँमा जाम। अनि अब चाहिँ यो ठाउँ यो यहाँ गाइस यहाँ पति एउटा बिरालो भइहाल्यो। यसमा छ कि छैन यहाँ जाने हो। भयो नि गाइस हामी आइपुग्यौं। यहाँ त इनर चाहिँ यो भइहाल्यो। हामी लग्न मिलिहाल्यो घरको बाथरुममा राख्न। अब गाइस हामी तल जाने। गाइस यो चाहिँ मेरो सिक्रेट बङ्कर हो। डायमन्ड छ। यसको चाहिँ कोइनहरु भइहाल्यो। ए गाइस साँच्चै यो वालामा पनि छ। गाइस यो भयो नि यहाँ आइपुग्यौं नि। यो छ नि यो गाइस हेर्नु कसरी चम्किँदै रुक्नु ल गाइस म आफ्नो रुमको बत्ती अफ गर्छु हेर्नु है कस्तो गाइस देख्नु भयो। अब गाइस यो भयो। अब यसलाई फेरि राख्दियौं। अब गाइस म तपाईहरुलाई होम टुर दिन्छु ल। फर्स्टमा हामी घरमा जाने। कस्तो कालो आएको मेरो हात त। ओके आइपुग्यौं। यति मेसी छ है मेरो घर रुक्नु ल गाइस म बनाइहाल्छु। हाय यार यहाँ चाहिँ एउटा यो चिङ्की हो। दुईटा ट्विन्स छ क्या सेम। यहाँ मिन्किया यिनीहरूको नाकमा केही डिफ्रेन्स छ। यिनीहरूको पेटको Okay guys, let's start. First में यिनीहरूलाई सुताइदिउँ। यसको बच्चाको तिरुन छ। ओके गाइस फर्स्टमा म तपाईहरुलाई बाथरुमको टुर दिन्छु। अनि ल यहाँ चाहिँ भइहाल्यो सावर।
यतिकै स्याम्पूहरू राख्ने तर मैले राखेको छैन। यहाँ भयो टावल, यो लुगाहरू, यहाँ पनि भयो मास्क अनि लुगाहरू, अनि यहाँ छ 2टा मास्क। अब गाइज हामी चाहिँ जान्छौँ यहाँ साथी गाइज मेन चिज टोइलेट अनि सिङ्क। अनि गाइज यहाँबाट हामी आफ्नो भोइस एक्टिभेट पनि गर्न सक्छौँ, यहाँ एक्टिभेट नगर्न पनि सक्छौँ। अब मैले एक्टिभेट गरेको छु। अब गाइज यो भयो हाम्रो बेडरुम, 2टा बेडरुम छ अनि एउटा किचन छ। योसम्म सिटिङ रुम हो तर मैले यसलाई बेडरुम जस्तो बनाएको छु बेड राखेर। अब यो चाहिँ भयो, यहाँ मैले छ पिक्चरहरू अनि यहाँ चाहिँ एउटा ल्यापटप, हेयर ब्यान्ड, त्यो साँच्चै यसको हेयर ब्यान्ड होइन, अनि यहाँ 2टा क्लिप छ अनि यहाँ 2टा सेम लुगा छ, कलर मात्रै डिफ्रेन्स छ यिनीहरू लगाउँछ भनेर। अनि यहाँ लुगाहरू छ, यहाँ पेन्सिल बक्स, यतापट्टि पेन्सिल, स्केल, प्रोटेक्टर सबै छ। यहाँ कपी छ, पेन्सिल छ, अब यहाँ चाहिँ छ चस्मा, अब यहाँ छ सनस्क्रिन अनि यहाँ छ ब्याग, त्यसको भित्र बच्चाको लुगा छ। अनि यहाँ छ टोपी, यो चाहिँ हो घडी। अनि गाइज यहाँ चाहिँ छ लुगाहरू, ब्याग छ, यहाँ पनि ब्याग छ। अनि यो चाहिँ मेकअपको हो, यसमा पाउडर मात्रै छ। अनि यहाँ चाहिँ मैले सबै मेकअपहरू राखेको छु, ब्रस अनि आइस्याडो। यहाँ 2टा लिपस्टिक छ अनि यो एउटा क्यान्डल छ अनि यहाँ मर्मेडको लुगा छ। यो ब्याग छ एउटा यो यसको नाम चाहिँ के थियो ला, के राखेको थिएँ मैले गाइस, यसको नाम चाहिँ ब्राउनी थियो। यसको नाम चाहिँ हनी अनि यो एउटाको नाम यसको नाम चिङ्की, यसको नाम मिङ्की। यो मेरो केटी हो, यो मेरो दिदीको हो हस्ताको। अब यहाँ चाहिँ छ टिभी, लुगाहरू, यो बेबीको एउटा ब्याग भयो, यहाँ डायमन्ड भइहाल्यो, मोबाइल छ अनि यहाँ बेबीको सबै सामान छ ल। अनि गाइज यो किचन भयो, यहाँपट्टि फ्रिज छ, टिभी छ, यहाँ बस्ने ठाउँ छ, यहाँ पनि बस्ने ठाउँ छ, यहाँ कपहरू छ अनि यहाँ छ बर्गर पिज्जाहरू अनि फ्रिजको भित्र वाटर, कोल्ड ड्रिङ्क। अनि गाइज यहाँ चाहिँ मैले भनिहालेँ, यहाँ बर्गर छ यहाँ भित्र लगायो। But guys, thank you for watching this video. Bye bye.